दानदाताजीहरूको नाम सम्बोधन गर्न चाहन्छु। यद्यपि उहाँहरू धेरै टाढाका हुनुहुन्छ र पनि हामीले सम्झनै पर्छ यस बीचमा यस बाणगंगा नगरपालिका वडा नम्बर 8 मधुवन सरिता कलोनी स्थित श्री मनोकामना माता मन्दिर निर्माणका क्रममा विदेशमा रहेर पनि यस पुण्य भूमिलाई आत्मसात गर्दै हाम्रा मागलाई, हाम्रो सम्बोधनलाई, अनुरोधलाई स्वीकार गर्दै विदेशका भूमिबाट आर्जेको केही रकम हामीलाई सहयोग गर्नु भएको छ। हामी अत्यन्तै आभार प्रकट गर्दछौँ ती व्यक्तित्व जीवहरूलाई र यस क्रममा स्वर्गीय माता सीतादेवी पराजुलीको सम्झना गर्दै 5 खाल 7 काभ्रे प्लान्चोकबाट सहयोग गर्नुहुने व्यक्तित्व हुनुहुन्छ रामप्रसाद पराजुलीज्यू। यो सम्पूर्ण सहयोगहरू हाम्रा आदरणीय जोर्डन कार्यक्षेत्रमा रहनुहुने यहाँका स्थानीयवासी कृष्ण भुषालज्यू को पहलमा यो सम्पूर्ण रकम प्राप्त भएको थियो। हामी उहाँलाई सम्मान गरिरहेका छौँ र कृष्ण भुषालज्यू मार्फत यी सम्पूर्ण साथीहरूलाई हामीले शब्दद्वारा यहाँबाट सम्मान व्यक्त गर्न चाहन्छौँ। 5 खाल 7 काभ्रे प्लान्चोकका आदरणीय रामप्रसाद पराजुलीज्यू रु 5,555 रुपियाँ 55 पैसा प्रदान गर्नुभएको छ। त्यसैगरी चापकोट 10 किसान स्याङ्जाबाट स्वर्गीय पिता गंगादत्त भट्टराई र स्वर्गीय माता भूमकला भट्टराईज्यूको सम्झना गर्दै चापाकोट 10 किसान स्याङ्जा निवासी गोपी चन्द्र भट्टराईज्यूलाई पनि हामी सम्मान व्यक्त गर्न चाहन्छौँ। यहाँबाट जोरदार ताली। उहाँले पनि 5,601 सहयोग प्रदान गर्नुभएको छ। त्यसैगरी स्वर्गीय पिता धनी बहादुर हमालको सम्झना गर्दै बेनी 6 म्याग्दी जिल्ला निवासी हुनुहुन्छ मनोज हमालज्यू। उहाँले पनि रु 5,555 यस यज्ञका निम्ति, यस मन्दिरको निर्माणका निम्ति सहयोग गर्नुभएको छ। उच्च सम्मान गर्दछौँ हामी। जोरदार ताली आदरणीय मनोज हमालज्यूका लागि पनि। त्यसैगरी स्वर्गीय पिता टीकाराम भुषाल र स्वर्गीय माता टेमकलाको सम्झना गर्दै सन्धि खर्क 10 अर्घाखाँची थाई बसोबास गर्नुहुने आदरणीय राजु भुषालज्यूबाट पनि रु 5,555 सहयोग प्रदान गर्नुभएको छ। उहाँहरू सम्पूर्णको सुस्वास्थ्य दीर्घायु उत्तरोत्तर प्रगति सहित उहाँहरूको परिवारको समुज्जवल भविष्यको कामना गर्दछौँ हामी। र त्यसैगरी जोर्डनमै रहनुहुने थाई बासिन्दा हुनुहुन्छ सन्धि खर्क 8 अर्घाखाँची विष्णु बन्जाडेज्यू। उहाँले पनि यस यज्ञका निम्ति 1,555 सहयोग प्रदान गर्नुभएको छ। यी सम्पूर्ण व्यक्तित्वज्यूहरूलाई एकमुष्ट रूपमा जोरदार तालीसहित सम्मान गरिदिनुको लागि अनुरोध छ। त्यसैगरी हामीलाई सहयोग प्राप्त भएको छ। हामी शब्दद्वारा र तालीद्वारा सम्मान गर्दछौँ। आदरणीय बुद्ध भूमि 2 गोरुसिङे निवासी सीता पोखरेलज्यूबाट रु 520 सहयोग प्रदान भएको छ। उहाँलाई जोरदार तालीद्वारा सम्मान गरिदिनुका निम्ति हार्दिक